हाम्रो तुमलङको बाटो चाहिँ यस्तो छ यहाँ चाहिँ। यो त 500 पुग्छ नि यस्तो छ तुमलङको बाटो चाहिँ। हाम्रो आएको चाहिँ फेरि गाडी छोड्दै रहेछ यहाँ भर्खरै मर्निङ आएको। त्यही त आएको यहाँ बाटो चाहिँ हेर्नु न यस्तो छ बाटो चाहिँ अहिले यस्तो बाटो छ हौ। यहाँको बाटो चाहिँ पहिला चाहिँ यहाँ वाल चाहिँ डल्लै पल्टेको हो अन्त बाटो चाहिँ यहाँ चाहिँ खत्तम चाहिँ खत्तम गाइस। आज आक्कु टुलुलाई पनि कटिङमा राख्नुपर्छ त्यसलाई। आज यहाँ हामी चाहिँ तल कटिङ गर्नु गएको हो अन्त यहाँ बाटो चाहिँ हेर्नु न तुमलङको बाटो चाहिँ यस्तो छ हौ ढुङ्गै ढुङ्गा। सानो गाडी त ड्याम ड्याम ठोकिन्छ यहाँ चाहिँ। यहाँ मात्रै अलिक बाटो हाउडे हो उनीहरू त राम्रै छ। उनीहरू त न्यू कटिङ हो। उनीहरू त फेरि सब कार्पेटिङ हुन्छ अहिले चाहिँ। सक्यो तलको अब माथि यहाँ माथि होला अब यो त अर्कोको अर्कोको यो PWD हो। ए र छिटो छिटो बाटो चाहिँ बनाइदिनु है हाम्रो यस्तो छ बाटो चाहिँ अब यो टर्टिङले नै बिगारेको हो। त्यही त यहाँको पनि यस्तो भइसक्यो बाटो है। कति म एक साल पनि छ नि यो त अलग गरेको यहाँको 3-4 वर्ष भयो। त्यो वर्ष यो 5 वर्षमा रिपेयरिङ। ए अँ तर अलिक त यो उहिले म ठुलो गरेर कुदेर म बेसी पानीले हो। पानीले राम्रो पानी नकुद्नु क्या यहाँतिर कस्तो दामी बसिरहेको छ। त्यही त यो नाली अलिक भित्तामा छ कि पानी कुद्छ नि त्यहाँ छिटो उक्केको छ। यो नाली भित्तामा भएर हो। गाडीको ब्रेक कम्ती छ लोड गाडी लिएर आउँदा चाहिँ हत्तु खामडी टर्निङमा चाहिँ खामडी है। गियर कन्ट्रोल अब यस्तोमा सुई तान्दिहाल्नु छ नभए त ब्रेक त बनाएछ मेरो ब्रेक त भोलि बनाउनु तर भनेपछि घर पनि दामी भइरहेको है अहिले उयो गर्दैछ के भन्छ बलबुटी लाउँदैछ। अस्ति हामीले यहीँ गरेको थियो नि काम चाहिँ। यहाँको पनि के भएछ हेर्नु बाटो हेर्नु न सबै रोड निक्लेर है। त्यही त तर यहाँ स्कुटीहरू सब चिप्लिँदो रहेछ। अस्ति मैले तल ठुलो निम्बिचुले लडाइ झन्डै लडाइ निम्बिचुले स्कुटी आयो तपाईँ र निम्बिचु जाँदाखेरि लडाइहाल्छ तपाईँले। यहाँ होइन तल त्यो हामी अरू गएको होइन बेलुका स्कुटी लगेर गएको चाहिँ अब त्यो राति होइन त्यो पेस्ट कार्पेटिङ होइन नि त्यो मेटल बसिरहेको थियो होइन त्यहाँ चाहिँ अन्त 2 जना छोड्न गयो कि झट्टै पछाडि नि 2 जना गयो। त्यो त यस्तो रोडमा चाहिँ पछाडि हाल्छ। हामी चाहिँ अब यहाँ कटिङ गर्ने जग्गा पुग्नु आँट्यो। यहाँ तल छ कटिङ गर्ने जग्गा चाहिँ यहाँ मुनिपट्टि घर घरको अलिकति ग्रिन हाउस आइरहेको छ अन्त कटिङ गर्नु गएको। हामी चाहिँ यहाँ मुनि है हाम्रो चाहिँ आज चाहिँ कटिङ गराइ चाहिँ यहाँ मुनि हो। अब ग्रिन हाउस आउँदाखेरि कटिङ गरिहाल्नु होइन अब फेरि आज सुजनलाई चाहिँ खेताला लगाएको आज ग्रिन हाउसको कति कटिङ गर्नु सक्छ केटा हेर्नुपर्छ। हाम्रो आएको टुल्लु चाहिँ कहाँ रहेछ हौ यहाँ मुनि घरमा अरू आएको टुल्लु चाहिँ खेताला खोजेको यो ग्रिन हाउसको लागि गाडी छ यहाँ अलिक राम्रोसँग हेरिदिने हाम्रो ब्लग चाहिँ। अब हल्का हल्का अलिक बनाउनु थालेको हामीले पनि हो। बनाउनु पऱ्यो त्यो काट्दै हाल्छ कि डल्लै हालिदिन्छु म त डल्लै हालिदिन्छ। चाहिँ काट्दै चाहिँ किन हाल्नु काट्दै हाल्नु हुँदैन नि खास यस्तो छ है बाटो चाहिँ। खामडी हुन्छ है खामडी यहाँ चाहिँ हाम्रो एउटा सानो गुम्पा भनेला चाहिँ यहाँ हाम्रो अरू गुम्बा चाहिँ माथि छ ठुल्ठुलो गुम्बा चाहिँ यो चाहिँ लोड तुमलङ हो। यो चाहिँ लोवर तुमलङ हो। आज हाम्रो एकजना खेताला चाहिँ यहाँ आएछ घर चाहिँ गाडी चाहिँ यहीँ रहेछ हो। गाडी चाहिँ यहीँ रहेछ खेताला चाहिँ भन्छ ओ खेताला साहब आएको ठुलो अहिले त सुतिरहेछ क्या हौ अहिलेसम्म सुत्छ केटाहरू सुतेको हो है केटाहरू सुतेको अब अस्ति भर्खर यहाँदेखि बोकेको नि काठ चाहिँ यहाँदेखि चाहिँ यहाँ उमाथि उता परसम्म बोकेको उहाँ त यहाँदेखि पनि बोक्यो। ओके बाई गाइस सबजनालाई मेरो भ्लग हेरिदिनु होला। बिहान कति बजी उठेको कति उठेको यहाँले भनिदिनु त तपाईँ 4 बजी उठेर चाहिँ हो लुगा सुगा धुयो डल्लै आमचोहरू सब छक्कै
लुगा धोएर सकेर बिहान अहिलेसम्म घाँस काटेर ड्याममै पुऱ्याइराखेर अन्त आएको आज चाहिँ यहाँ ग्रिन हाउस भिडियो हत्तु त्यो खालको काम गर्दा चाहिँ खाम्री ओके गाइस सबजनालाई बाई बाई